हजुरहरू सबैलाई नमस्कार है। म दिपेन्द्र घिमिरे समय समयमा विभिन्न गीतहरू रचनाहरू लिएर उपस्थित हुने छु भन्दै आफ्ना रचनाहरू सुनाउन चाहन्छु। साथै म हजुरहरूलाई एउटा रिक्वेस्ट गर्न चाहन्छु कि हजुरहरूले समय समयमा यो भिडियोहरू आउन साथ लाइक र कमेन्ट सेयर गरिदिनु भयो भने मलाई रचना लेखनमा रचनामा अझ पनि उत्प्रेरणा जाग्छ र यसो गर्न भन्दै यसैले त मैले सधैँ मन दुखाए। जहाँ पुग्नु पर्थ्यो कतै छैन बाटो, म देख्दैछु काँडा त्यसैले डराए। दिने साथ कोही भए पो हुने हो, बुझेनन् कसैले भनी बराबर आए। जहाँ जानु पर्थ्यो रहे भ्यागुतो झैं छ यो वेदनाले यही गीत गाए। यतै छटपटाए परे झैना